आज मैले दैलेखका चर्चित 3 धाम कोटिला, श्रीस्थान र नाभिस्थान घुम्ने योजना बनाएँ। मेरो यात्रा मालपोत कार्यालय दैलेखबाट सुरु भयो। मसँग यस यात्रामा सुमन सर पनि साथमा हुनुहुन्थ्यो। कार्यालयबाट हामी पूर्वतर्फ लाग्यौं र जिल्ला अस्पताल हुँदै पैदल यात्रा सुरु गर्यौं। अस्पतालबाट जङ्गलको बाटो हुँदै केही तल झर्दै जाँदा हामी पिच बाटोमा पुग्यौं, जुन ठाउँ खुकुरी मोड भनेर चिनिन्थ्यो। त्यहाँको चौतारीमा केही बेर बसेर चिसो हावासँगै मिठो विश्राम गर्यौं। त्यसपछि हामी ओह्रालो लाग्यौं। कच्ची र केही अप्ठ्यारो बाटो हुँदै कोटिला गेटतर्फ बढ्यौं। बाटो साँघुरो र कम प्रयोग हुने खालको रहेछ, तर त्यो नै यात्राको रोमाञ्चक पक्ष थियो। केही समयपछि पिच बाटो भेटियो र त्यहीँबाट कोटिला जाने गेट पनि देखियो। गेट हुँदै धार्मिक स्थलभित्र प्रवेश गर्यौं। केही तल झरेपछि मन्दिर देखियो। गेट पार गर्दै घण्टी बजाएर मन्दिरभित्र प्रवेश गर्दा मनमा छुट्टै शान्ति अनुभव भयो। मन्दिरबाट तलतिर कोटिला स्थानको सुन्दर दृश्य देखिन्थ्यो, जुन निकै मनमोहक थियो। त्यसपछि हामी अझै तल ओह्रालो लाग्दै कोटिला पुग्यौं। मन्दिरमा पूजा गर्न जुत्ता फुकालेर भित्र प्रवेश गरियो। त्यहाँ माता विराजमान हुनुहुन्थ्यो। पूजा गरेपछि हामी बाहिर निस्क्यौं र अर्को गन्तव्य श्रीस्थानतर्फ लाग्यौं। कोटिलाबाट श्रीस्थानसम्म करिब 1 घण्टाको पैदल यात्रा थियो। बाटोभरि हिँड्दै, दृश्य हेर्दै र बीचबीचमा पानी पिउँदै यात्रा अझ रमाइलो बन्दै गयो, किनकि म यसअघि कहिल्यै ती स्थानहरू गएको थिइनँ। केही समयपछि हामी श्रीस्थान पुग्यौं। त्यहाँको ज्वाला दर्शन गर्यौं, पूजा गर्यौं र पानीमाथि बल्ने अद्भुत ज्वाला हेरेर चकित भयौं। पूजा सम्पन्न भएपछि पुजारीबाट टीका लगाएर बाहिर निस्कियौं। त्यसपछि हाम्रो अन्तिम गन्तव्य नाभिस्थानतर्फ यात्रा सुरु भयो, जुन श्रीस्थानबाट करिब 15 मिनेटको दूरीमा रहेछ। नाभिस्थानमा पुगेर पूजाआजा गर्यौं। त्यहाँ रहेको हजारौं वर्ष पुरानो समीको विशाल रुखले झन् त्यो स्थानको महत्त्व झल्काइरहेको थियो। सबै स्थानको अवलोकन र पूजा सम्पन्न गरेपछि हामी पुनः पैदल यात्रा गर्दै दैलेख बजार फल्कियौं। यसरी मेरो दैलेखको 3 धाम यात्रा आध्यात्मिक, रोमाञ्चक र अविस्मरणीय अनुभव बन्यो।